खुसीको खबर है दार्चुलावासीलाई विशेष गरेर र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हर्का साङपाङजीले चाहिँ चुनाव अगाडि एउटा वाचा गर्नुभएको थियो। हामी चुनाव पछाडि चाहिँ जुन तुइन छ त्यो तुइनलाई चाहिँ रिप्लेस गरेर हामी झोर्लुङ्गे पुल बनाउँछौँ श्रमदानबाटै भन्नुभएको थियो। अब त्यो वाचा पुरा गर्नको लागि चाहिँ उहाँले इन्जिनियर लगायत उहाँको टिमलाई चाहिँ पठाइसक्नु भएको छ अथवा गइसक्नु भएको छ होइन, सर्वेको लागि। अब चाँडै नै दार्चुलावासीहरू चाहिँ झोर्लुङ्गे पुलबाट चाहिँ आवत जावत गर्न सक्नुहुनेछ होइन। एकदमै धेरै खुसी लागेको छ होइन। स्टिल सहयोग पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले यति धेरै गरिदिनु भएको छ है। हामी नेपालीहरू त्यस्तो छौँ कि जुटौँ भन्यो भने जुट्नलाई केही समय पनि लाग्दैन कि, यति धेरै अन्डरस्ट्यान्डिङ छौँ हामी नेपालीहरू। एकदमै खुसी लाग्छ होइन, र यो चाहिँ एकदम खुसीको कुरा हो है त। श्रमदानबाटै चाहिँ झोर्लुङ्गे पुल बन्ने भयो अनि त्यसपछि दार्चुलावासीहरूले चाहिँ विशेष गरेर आरामदायी यात्रा गर्न सक्नु